आफै बन्नुहुन्छ? प्रधानमन्त्री हामी नै हुन्छौँ। प्रधानमन्त्री हामी यो देशको लिड गर्छौँ। यो देशको लिड गर्नलाई आएको हो, कसैलाई प्रधानमन्त्री बनाउनलाई आएको होइन। हामी आफै प्रधानमन्त्री हो, यो देशको लिड गर्नलाई, यो देशको परिवर्तन गर्नलाई आएको हो। त्यो भएको हुनाले यो चाहिँ भाषण गरेर मात्रै प्रधानमन्त्री हुँदैन, कामले प्रधानमन्त्री हो। जनताले छानेपछि मात्रै प्रधानमन्त्री हेर्नु। आम पब्लिकलाई, आम जनतालाई हामीलाई विश्वास गर्नुहोस्, हामीले एउटा डेलिभरी दिएका छौँ। हिजो पनि डेलिभरी दिएका छौँ, आज पनि दिएका छौँ र भविष्यमा पनि हामी डेलिभरी परिणाम दिनेछौँ। यो परिणामको लागि दिने हो, डेलिभरीको लागि, यो कामको लागि भोट दिनुहोस्। यो अब भोट परिवर्तन गर्नुहोस्। हिजोदेखि लामो समयदेखि तपाईँहरूले व्यक्तिलाई, पार्टीलाई दिइरहनु भएको छ। अब यो पालो परिवर्तनको लागि र देशको समृद्धिको लागि, देशमै रोजगारी सृजना गर्नको लागि, देशलाई आत्मनिर्भर चाहिँ अर्थतन्त्र बनाउनको लागि र यो देशको समग्र क्षेत्रको विकासको लागि र समग्र क्षेत्रमा उज्यालो ल्याउनको लागि र राजनीतिक क्षेत्रको दुर्गन्ध हटाएर उज्यालो बनाउनको लागि पनि हामीलाई उज्यालो नेपाल भोट दिएर अत्याधिक मतले जिताउनुपर्छ र हामी यो देशको लिड गर्छौँ र हामी चाहिँ डेलिभरी दिनको लागि आएका हौँ। अबको भोट भनेको डेलिभरी दिनेहरूलाई, काम गर्नेलाई, भाषण गर्ने होइन, काम गरेर देखाउने चाहिँ पार्टीलाई, व्यक्तिलाई दिनुपर्छ। यो समाज परिवर्तन गर्नुपर्छ, यो देशको चाहिँ आर्थिक रूपान्तरण गर्नुपर्छ। त्यो भएको हुनाले हाम्रो पार्टी भनेको डेलिभरी दिने पार्टी, अरू भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर चाहिँ स्थापित भएको पार्टी होइन। डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो। हामी छोटो समयमा आएका छौँ, तर यो पार्टीले यो देशको नेतृत्व गर्नेछ।